सतहत्तर साल असोज 16 गते बलात्कारीलाई लिङ्गछेदन होइन आजीवन कारावास गरौँ। निश्चित घटनाका बलात्कारीलाई मृत्युदण्ड दिनै पर्छ। असोज 21 गते। असोज 23 गते मृत्युदण्डको माग गर्नु बचकाना हो। असोज 23 गते संविधान संशोधन गरेर बलात्कारीलाई गोली ठोक्ने कानुन बनाऊ। क्यापिटल पनिशमेन्ट, डेथ पेनल्टी, फाँसी, मृत्युदण्ड, सुली। यी शब्दहरू, यी वाक्यहरूले के इङ्गित गर्दछ भन्दाखेरि आजको टपिक चाहिँ हाम्रो डेथ पेनल्टी र रेपसँग चाहिँ डेथ पेनल्टीको कनेक्सनको बारेमा हामीले आज कुरा गर्दैछौँ। नमस्कार, हेलो एभ्रिवान, वेलकम टु अनदर एपिसोड अफ कफ एन्ड स्टफ। र आज चाहिँ हामीसँग एकजना स्पेसल गेस्ट हुनुहुन्छ र उहाँ गेस्ट चाहिँ मेरो क्लासमेट पनि हुनुहुन्छ। उहाँको नाम चाहिँ रत्न महर्जन। विभिन्न प्राइभेट र गभर्मेन्टल इन्स्टिट्युसनमा पनि इन्टर्नसिप गर्नुभएको र एकदम मेहनती विद्यार्थी र एकदम उज्जवल भविष्य भएको विद्यार्थी हुनुहुन्छ। र रत्नलाई र प्रतीक्षा र अङ्कित सबैलाई एकैचोटि स्वागत गर्न चाहन्छु। थ्याङ्क यू। म रत्नकेशरी महर्जन, नेपाल ल क्याम्पसमा म अहिले 5th इयरमा पढ्दैछु र सम्मानले भने जस्तै मैले मेरो इन्टर्नसिप मिनिस्ट्री अफ ल, जस्टिस एन्ड पार्लियामेन्टरी अफेयर्समा गरेको थिएँ र त्यस पश्चात नेपाली ल एसोसिएट्समा पनि मैले 5 महिना इन्टर्नसिप गरेँ र अहिले चाहिँ 5th इयरको एक्जामको लागि प्रिपेयर गरेर बसिरहेको छु। सो अब आज अलि एकदम सिरियस टपिक नै छ हाम्रो डेथ पेनल्टी र डेथ पेनल्टी रेपको विषयमा। र सुरुमा चाहिँ म रत्नलाई थोरै डेथ पेनल्टीको बारेमा आफूले जानेको थोरै इन्ट्रोडक्सन गर न, यसो भन्छु है त। अब डेथ पेनाल्टी भनेको चाहिँ खासमा इट्स अ सेन्टेन्स अफ डेथ फर द भायोलेसन अफ क्राइम होइन। अब कस्तो खालको क्रिमिनल अफेन्सेसलाई चाहिँ हामीले क्यापिटल पनिसमेन्ट वा डेथ पेनाल्टी दिने भन्ने कुरा चाहिँ स्टेट प्र्याक्टिसेस अनुसार डिफर गर्छ। अब हामीले एन्सियन्ट टाइम्सदेखिको अहिलेसम्मको जुन स्टेटमा चाहिँ स्टिल डेथ पेनाल्टी इम्पोज गरिन्छ त्यो स्टेटको प्र्याक्टिसेसहरू हेर्ने हो भने कस्तो खालको क्रिमिनल अफेन्सेसहरूमा चाहिँ बढी डेथ पेनाल्टी इम्पोज गरिन्छ त भन्दाखेरि चाहिँ सेक्सुअल अफेन्सेसहरूमा, त्यसै गरी होमिसाइड्समा, त्यसै गरी राज्य विरुद्धको कसुरहरूमा वा ह्युमन ट्राफिकिङको केसेसहरूमा वा ड्रग ट्राफिकिङको केसेसहरूमा चाहिँ प्राय डेथ पेनाल्टी दिइने गरिन्छ। अब यो डेथ पेनाल्टी किन दिइन्छ त भन्दाखेरि जहाँ स्टेट प्र्याक्टिस गरिन्छ होइन डेथ पेनाल्टीको, त्यो किन दिइन्छ त भन्दाखेरि चाहिँ उनीहरूको मेजर आर्गुमेन्ट भनेको यसले चाहिँ क्राइम रेट घटाउँछ, यसले चाहिँ अरू क्रिमिनल्सहरूलाई चाहिँ सिमिलर काइन्ड्स अफ क्राइम गर्नको लागि डिटर गर्छ, यसको डिटरेन्ट इफेक्ट छ। त्यस कारणले गर्दाखेरि चाहिँ डेथ पेनाल्टी इज अप्रोप्रिएट भनेर चाहिँ स्टिल स्टेट प्र्याक्टिसले चाहिँ स्टेटहरूले प्र्याक्टिस गर्ने गरिन्छ। अब यसमा चाहिँ अब हामीले एन्सियन्ट टाइमको विश्वभरिकै एन्सियन्ट टाइममा कसरी चाहिँ यो डेथ पेनाल्टी प्र्याक्टिस गरिन्थ्यो र नेपालको कन्टेक्स्टलाई पनि हामीले केलाउनु पर्दाखेरि चाहिँ म एन्सियन्ट रोम र ग्रिसमा गएँ है। एन्सियन्ट रोम र ग्रिसमा चाहिँ कस्तो थियो भन्दाखेरि डेथ सेन्टेन्स चाहिँ प्राय कसरी ज्यान मार्ने कसुर गर्छ भने त्यस्तोलाई चाहिँ डेथ सेन्टेन्स दिइन्थ्यो। अनि त्यति बेला नेपालको कन्टेक्स्टमा पनि र बाहिरको कन्टेक्स्टमा पनि एन्सियन्ट टाइममा चाहिँ डेथ सेन्टेन्स इम्पोज गर्दाखेरि चाहिँ टर्चर दिएर डेथ सेन्टेन्स दिइन्थ्यो क्या। जस्तै एन्सियन्ट पिरियडको रोम र ग्रिसमा कस्तो गरिन्थ्यो भन्दाखेरि कसैले ज्यान मार्ने कसुर गर्यो भने उसलाई एउटा बोरामा राखेर त्यो बोराभित्र जिउँदो कुकुर अनि बिरालो अनि कोब्रा राखेर चाहिँ त्यो बोरा सिएर खोलामा फ्याँकिदिन्थ्यो क्या। त्यसरी चाहिँ उनीहरूलाई डेथ सेन्टेन्स दिइन्थ्यो। अनि ग्रिसमा कस्तो प्रचलन थियो भन्दाखेरि
यदि कसैले ज्यान मार्ने कसुर गर्यो वा अरू जुन हिनियस क्राइम्सहरू गर्यो जसमा चाहिँ डेथ सेन्टेन्स इम्पोज गरिन्छ तिनीहरूलाई अरूले त्यसरी त्यस्तो खालको क्राइम फेरि पनि नगरोस् भनेर डिटर हुन्छ भनेर चाहिँ पब्लिकली एक्जिक्युट गर्ने कसरी गर्ने भन्दाखेरि उनीहरूको छालालाई काटेर स्ट्रिप गरेर त्यसमा अलकत्रा खनाएर चाहिँ फेदर्सहरू हालिदिने क्या त्यसरी चाहिँ डेथ सेन्टेन्स। अनि इङ्ल्यान्ड वा युकेतिरको कुरा गर्ने हो भने चाहिँ त्यहाँ चाहिँ डेथ सेन्टेन्स राम्रो होइन है, हामीले यसलाई अबोलिस गर्दै जानुपर्छ भन्ने त्यो कुरालाई चाहिँ नोसनलाई चाहिँ मध्यनजर गरेर चाहिँ 5 इयर 1965मा चाहिँ 5 इयर्सको लागि सस्पेन्ड गरिएको थियो। तर त्यो 5 इयर्सको लागि डेथ सेन्टेन्स सस्पेन्ड गर्दाखेरि चाहिँ के भयो त भन्दाखेरि त्यहाँ चाहिँ कन्स्ट्यान्ट इन्सिडेन्ट्स अफ इन्क्रिजेस अफ क्राइमले चाहिँ बढ्न थाल्यो, जसले गर्दाखेरि चाहिँ उनीहरूले फेरि रिइन्ट्रोड्युस गर्यो क्या डेथ पेनाल्टीलाई। अनि युएसए भइहाल्यो, भयो स्टिल रिटर्न गरेको छ नि त। स्टिल कन्ट्रिज डेभलप कन्ट्रिजहरूले चाहिँ के विश्वास गरेको छ त भन्दाखेरि चाहिँ डेथ पेनाल्टी वा क्यापिटल पनिसमेन्टले चाहिँ यो क्राइम रेट्सहरू डिक्रिज गर्नको लागि र क्रिमिनलहरूलाई सिमिलर काइन्ड्स अफ अफेन्सेसहरू कमिट गर्नको लागि डिटर गरिन्छ भन्ने बिलिभका साथ चाहिँ स्टिल डेथ पेनाल्टी चाहिँ इम्पोज गरिन्छ। अनि अब यो शब्दहरू सुन्दाखेरि नै कस्तो सिरिङ हुने कस्तो कस्तो हुन्छ कि अब यो नामहरू सुन्दा यो डेथ पेनाल्टीको जस्तै अब ब्रेकिङ विल रे, सविङ रे होइन, अनि ब्रिजन बुल रे, अनि स्लाइसिङ, मजाटेलो, अनि त्यसपछि के ब्लड इगल रे भने मतलब यो सुन्दाखेरि नै यस्तो क्रुअल सुनिन्छ होइन। अनि अब यो प्र्याक्टिस चाहिँ किन हाम्रो रिलिजन र एन्सियन्ट टाइम्समा चाहिँ डेथ पेनाल्टीको प्र्याक्टिस चाहिँ किन बस्न गयो होला कि अब पहिला नभएर पछि भएर फेरि हटाउने कुरा त आएको होइन नि त। लगभग एउटा युनिभर्सल कुरा चाहिँ के छ भन्दाखेरि हरेक सिभिलाइजेसनको लगभग स्टार्टदेखि नै अहिलेसम्म थाहा भएको एभिडेन्स अनुसार डेथ पेनल्टी चाहिँ सँगै ग्रो भएर आएको छ क्या। यसको कारण चाहिँ के भेटाएको छौ त तिमीहरूले? किन है नेटिभ कन्टेक्सलाई हामीले के लाउने हो भन्दाखेरि चाहिँ होइन हिस्टोरिक पिरियडमा यो डेथ पेनाल्टी इम्पोज गरिन्थ्यो, प्र्याक्टिस भनौँ न होइन। किन गरिन्थ्यो भन्दा मेजर रिजन भनेको यसले चाहिँ सिमिलर काइन्ड अफ क्राइम्सहरू चाहिँ कमिट गर्नबाट डिटर गर्छ अरू क्रिमिनल भएको पिपलहरूलाई भनेर र डिटरेन्ट इफेक्ट भयो। अनि अर्को भनेको चाहिँ रेट्रिब्युटिभ इफेक्ट क्या, कसैले क्राइम गर्छ भने त्यो क्राइम गर्ने व्यक्तिले चाहिँ त्यस्तै खालको सफरिङ हुनुपर्छ, त्यस्तो भोग्नुपर्छ भन्ने त्यो मेजर त्यो नोसनलाई लिएर चाहिँ यस्तो खालको पनिसमेन्टहरू चाहिँ क्रिमिनल्सहरूलाई दिने प्रचलन थियो क्या नेपालको कन्टेक्स्ट हेर्ने हो भने। अब किराँत पिरियडमा भयो, मल्ल पिरियडमा भयो, लिच्छवी पिरियडमा भयो, त्यति बेला पनि हाम्रो त्यति बेलाको क्रिमिनल जस्टिस सिस्टम भनेको चाहिँ रेट्रिब्युटिभ जस्टिस सिस्टममा बेस भएको छ क्या। जस्तै आई फर एन आई, टुथ फर द टुथ भनेर चाहिँ हामी जस्टिस सिस्टम चाहिँ त्यति बेला त्यो बेसमा चाहिँ अगाडि बढाइन्थ्यो कि, जस कारणले गर्दाखेरि चाहिँ क्रिमिनल पनिसमेन्ट क्यापिटल पनिसमेन्ट चाहिँ दिने प्रचलन थियो भनौँ। त्यति बेला कस्तो गरिन्थ्यो भन्दाखेरि अझै यदि कोही लोवर कास्टको है लिच्छवी पिरियड र मल्लकालीन पिरियडमा चाहिँ कोही लोवर कास्टको मेल छ, उसले अप्पर कास्टको फिमेललाई यदि सेक्सुअल इन्टरकोर्स गर्यो भने त्यस्तो खालको मेलको लिङ्ग छेदन गरी लगाएर उसको प्राण पनि वा क्यापिटल पनिसमेन्ट दिने प्रचलन थियो कि त्यति बेला। त्यस्तो खालको प्रोभिजन्सहरू थियो एकदमै सुन्दाखेरि पनि त्यस्तो गर्छ र भन्ने कुराहरू हुन्छ क्या। एकदमै ग्रिभियस र हिनियस एक्ट्सहरूमा दियो त हामीलाई केही लाग्दैन क्या, तर एकदमै पेटी क्राइम्सहरूमा पनि अब चोरी गर्यो भने पनि त्यसमा पनि क्यापिटल पनिसमेन्ट दिइदिने वा यदि चोरी गर्यो भने पनि हुन्छ नि ताप उम्लेको पानीमा डुबाइदिने त्यस्तो खालको पनिसमेन्टहरू थियो क्या। जस कारणले गर्दाखेरि चाहिँ के भयो त भन्दाखेरि जस्टिस सिस्टम मेकानिजम चाहिँ होइन, हामीले चाहिँ रेट्रिब्युटिभ र डिटरेन्ट इफेक्टलाई मात्र नहेरिकन चाहिँ रिफर्मेटिभ जस्टिस सिस्टमलाई चाहिँ वा रिफर्मेटिभ अप्रोचलाई चाहिँ हामीले अँगाल्नुपर्छ भनेर चाहिँ हाम्रो क्रिमिनल जस्टिस सिस्टम चाहिँ रिफर्मेटिभ अप्रोच वा रिफर्मेसन हुनुपर्छ भनेर चाहिँ त्यसरी चाहिँ हामी डेभलप हुँदै आएको हो क्या। जसले गर्दाखेरि चाहिँ हामीले 2047 को कन्स्टिट्युसन अफ किङडम अफ नेपाल प्रोमलगेट भइसके पश्चात चाहिँ फर्मली नै कन्स्टिट्युसनली नै डेथ पेनाल्टी वा क्यापिटल पनिसमेन्टलाई चाहिँ इराडिकेट गर्यो वा एबोलिस गर्यो भनौँ न। सो या रत्नाले भने जस्तो कति कुराहरू कल्चर इम्बेडेड पनि हुन्छ नि त, लाइक यो अहिलेको लजहरू भयो बिकज पहिलाको सिभिलाइजेसनमा पनि सायद यो कोडिफाइड लजहरू यो हिसाबमा थिएन होला, रिटर्न हुन्छ नि मजाले लेखेको, अहिले चाहिँ सिस्टमेटिक थिएन, तर एउटा सर्टन कोड अफ कन्डक्ट त फलो गर्थ्यो नि त। इभन लाइक हामी हाम्रो सिभिलाइजेसन हेरौँ न, हामी यता यो इन्डस भ्याली सिभिलाइजेसनमा अब इभन गड्सहरूलाई
उनीहरूले चाहिँ लाइक कुनै पनि दानवलाई हराएर दानवलाई मारेको त्यस्तोवाला छ नि त, सबै एकदम ग्लोरिफाई गरेको छ नि त, गडको रूपलाई हुन्छ नि, गड इज अलवेज त्यो जस्टिस दिनलाई चाहिँ गडले मारेको हुन्छ नि। सो त्यो पहिलादेखि नै इम्बेडेड छ कि त्यो एज अ डेथ पेनल्टी एज अ कल्चर। पहिला त अब त्यस्तो अहिले जस्तो डेथ पेनल्टी भन्ने हुँदैन थियो, तर इभन स्टोरिजहरूमा पनि काइन्ड अफ हुन्छ नि त्यो डेथ नै जस्टिस दिलाउँछ भन्ने त्यो खालको त्यो कन्सेप्ट छ नि त। सो त्यही भएर चाहिँ आई थिङ्क इट्स ऊ भएर आयो होला। अनि रत्नले भने जस्तो हाम्रोमा त अहिले छैन, हाम्रोमा प्र्याक्टिस छैन द्याट हामीले लाइक त्यस्तै ट्रिटिजहरूदेखि लिएर सबै साइन गरेको छौँ होइन। सो मलाई चाहिँ बुझ्नमा लागेको तिमीहरूकोबाट अब स्पेसली रत्नको भएर हुन्छ नि कस्तो कस्तो यो स्थितिसम्म चाहिँ हामी नेपाल कसरी आइपुग्यो, किनभने मैले पहिला त हाम्रोमा डेथ पेनल्टी दिने चलन थियो नि त होइन। सो पहिला कसरी डेथ पेनल्टी दिन्थ्यो र हुन्छ नि कोलाई त्यस्तो कुनै इन्सिडेन्ट छ या पपुलर इन्सिडेन्ट हुन्छ नि डेथ पेनल्टी दिएको पनिस गरेको हुन्छ नि, त्यस्तो कुनै छ भन्ने मलाई बुझ्नु मन थियो। ए हुन्छ, यसमा चाहिँ मैले भनिहालेँ अब त्यो प्रि हिस्टोरिक र हिस्टोरिक पिरियडलाई छोडेर पनि राणा शासन 2007 भन्दा अगाडि भनौँ न, त्यति बेलासम्म पनि त्यति बेला मात्र नभएर 2047सम्म पनि डेथ पेनाल्टी एक्जिक्युट गरिएको थियो क्या। अब तिमीले भने जस्तै पपुलर इन्सिडेन्ट्स हेर्ने हो भने पनि 1962 80, 1979 र 1975 80मा चाहिँ 3जनालाई एक्जिक्युट गरेको थियो। पञ्चायत पिरियड चाहिँ रिस्टोर भए पश्चात है, पञ्चायत जब 2007मा डेमोक्रेसी इस्टाब्लिस भयो होइन 1950तिर, त्यसपछि पञ्चायत रिस्टोर भएको थियो नि होइन, डेमोक्रेटिक मल्टिपार्टी डेमोक्रेटिक सिस्टमलाई ओभरथ्रो गरेर। त्यति बेला चाहिँ राजा महेन्द्रको पालामा भनौँ न पञ्चायत पिरियडमा दुर्गानन्द झा, नारायण झा र यज्ञ बहादुर थापालाई चाहिँ एक्जिक्युट गरिएको वा डेथ सेन्टेन्स चाहिँ दिएको थियो कि त्यति बेला। किन भन्दाखेरि चाहिँ उनीहरूले चाहिँ राजालाई मार्ने कोसिस गर्यो, त्यो कारणले गर्दा त्यो मार्ने कोसिस गर्यो भनेर चाहिँ उनीहरूलाई डेथ सेन्टेन्स दिएको थियो क्या। अनि यो पञ्चायत पनि कस्तो थियो भन्दा अब डेथ सेन्टेन्स त थियो नै होइन, इम्पोज गरिन्थ्यो नै, कसरी मर्डर गर्यो भने वा राजद्रोह गर्यो भने वा रोयल फ्यामिली वा गभर्मेन्टको गयो भने इम्पोज गरिन्थ्यो त्यति बेला। त्यति नभएर चाहिँ एक्स्ट्रा जुडिसियल किलिङ्सहरू बढी हुन थाल्यो क्या। अब त्यति बेला चलिरहेको थियो। अनि त्यसपछि फर द सेक होइन ट्रान्सफर अफ जेलको लागि भनेर कतै लगिरहेको छ भने व्यक्तिहरूलाई जो अब कल्प्रिट भनौँ होइन, तिनीहरूलाई चाहिँ कस्तो गरिन्छ त भन्दाखेरि उनीहरू भाग्न कोसिस गरेको भएर उनीहरूलाई चाहिँ एक्स्ट्रा जुडिसियल किलिङ्सहरू बाटोमै मारिदिने क्या। अब त्यो उनीहरूले जस्टिफाई स्टेट अफिसियल्सहरूले उनीहरूले भाग्न कोसिस गरेको कारणले गर्दाखेरि काउन्टर भनेर, तर सबैलाई नै उनीहरूको जस्टिफिकेसन। सो मोर एक्स्ट्रा जुडिसियल किलिङ्सहरू बढी हुन थाल्यो क्या। डेथ पेनल्टी त थियो नै सेन्टेन्समा एज अ फर्म अफ पनिसमेन्ट भनेर, तथापि होस्टाइल हुने सिचुएसन हुन्छ क्या यो डेथ पेनल्टीको प्रोभिजन यदि हामीले हाल्यो भने चाहिँ। 1990मा चाहिँ तत्कालीन प्राइम मिनिस्टर कृष्ण प्रसाद भट्टराईले चाहिँ के गर्यो त भन्दा अनाउन्स गर्यो कि अब नेपालले चाहिँ डेथ पेनल्टी अबोलिस गर्छ भनेर। अनि त्यसपछि 1990को कन्स्टिट्युसन प्रमोटेड गरेसँगै डेथ पेनल्टी चाहिँ नेपालबाट अबोलिस भएको हो। अब रत्न र अङ्कितको कुरामा मैले थोरै एड गर्न चाहेँ। त्यो चाहिँ कस्तो भन्दाखेरि नेपालको अब रत्न करेक्ट मी इफ आई एम रङ है, मानव न्याय शास्त्र भन्ने हाम्रो चाहिँ सबभन्दा सुरुको लिगल कोड छ एउटा, जयस्थिति मल्लले बनाएको। अनि त्यसपछि 1910को मूलिकी ऐन छ होइन। यिनीहरूमा चाहिँ यो क्यापिटल पनिसमेन्टको चाहिँ विभिन्नहरू छ। सो लिगली नै क्यापिटल पनिसमेन्ट चाहिँ इम्प्लिमेन्ट भएको नै मान्नु पर्यो अब डकुमेन्टेडै भएपछि त होइन। अनि चाहिँ हिस्ट्रीको एउटा फ्याक्ट के रहेछ भन्दाखेरि विक्रम सम्वत 1988 1988 BS-मा चाहिँ जुद्ध शमशेरले चाहिँ अब जुद्ध शमशेर एकदम रिलिजियस हुनुहुँदो रहेछ। अनि उहाँलाई चाहिँ के लागेछ भन्दाखेरि होइन मान्छे मार्नु हुँदैन नि भन्ने खालको लागेको रहेछ। त्यही भएर सर्टेन पिरियडसम्म चाहिँ ल डेथ पेनल्टी हटाएर हेरौँ न त के हुँदो रहेछ भनेर डेथ पेनल्टी हटाएर हेरेको रहेछ। अब डेथ पेनल्टी हुँदा र हटाउँदामा खासै अपराध घट्ने कुरामा चाहिँ के खासै फरक आएन छ क्या। अनि त्यही भएर चाहिँ 1991 1991 विक्रम सम्वत 1991मा चाहिँ मृत्युदण्ड चाहिँ दिने छैन भनेर एउटा प्रोक्लेमेसन अर्डर टाइपको चाहिँ जारी भएको रहेछ होइन। अब त्यो चाहिँ अब लिगली कोडिफाइड हुन त 2047को संविधान नै आउनु पर्यो, नत्र चाहिँ प्र्याक्टिसमा चाहिँ स्टेटले नै 1991 विक्रम सम्वतमै
चाहिँ अब मृत्युदण्ड दिने छैन भन्ने खालको एउटा प्र्याक्टिस भएको रहेछ। अनि अघि रत्नले रेट्रिब्युटिभ अप्रोचको कुरा गरेको थियो। यो हाम्रो चाहिँ यो ल स्कुलमा चाहिँ हामीले यो क्रिमिनोलोजीमा चाहिँ यो अप्रोचहरू पढ्नुपर्छ कि अब रेट्रिब्युटिभ भन्ने चाहिँ आई फर एन आईको कन्सेप्ट हो। तर अब त्यो बेला त के थियो भन्दाखेरि अब कहाँ अब एउटा मान्छेले क्राइम गरेपछि त्यसलाई अब थुन्ने अरू वेबाट त्यसलाई पनिसमेन्ट गराउन थाल्यो भने त अरू के अरे झमेला हुन्छ, खर्च हुन्छ भन्ने खालको थियो होइन। अब यो रिफर्मेटिभ अप्रोच यो मान्छेलाई चाहिँ जेल हालेर हुन्छ कि अरू के गरेर हुन्छ त्यसलाई चाहिँ सुधार्न सकिन्छ टाइपको थिएन कि अब कति त पोलिटिकल गेनको लागि पनि हुन्थ्यो नि त डेथ पेनल्टी। त्यही भएर मारिदियो आनन्द, अब त्यो मरेपछि अब मान्छे डराउँछ। अनि फेरि के गर्थ्यो भन्दाखेरि पब्लिक ग्यादरिङ गरेर मार्थ्यो नि त, त्यसले गर्दाखेरि झन् मान्छेले डराउँछ भनेर रेट्रिब्युटिभ अप्रोच गर्थ्यो। रिफर्मेटिभ अप्रोच नभएको भएर चाहिँ डेथ पेनल्टी चाहिँ यो समयसम्म चाहिँ नेपाल र अरू कन्ट्रीहरूमा पनि ग्रो हुँदै आएको हो कि। सम्पूर्णमा मैले एड गरेँ ल, उसले जुद्ध शमशेरको कुरा गरेको होइन, त्यसमा सँगसँगै होइन 1931तिर चाहिँ भीम एडीमा है भीम शमशेर पनि भयो। त्यसै गरी पद्म शमशेरले पनि चाहिँ रोल प्ले गरेको थियो कि क्यापिटल पनिसमेन्ट चाहिँ हटाउनुपर्छ। जो प्रधानमन्त्रीहरू अलिक रिलिजियस थिए नि, उहाँहरूलाई चाहिँ के हुन्थ्यो, उहाँहरूलाई चाहिँ के लाग्थ्यो भन्दाखेरि चाहिँ डेथ सेन्टेन्स वा डेथ पेनल्टी चाहिँ राम्रो पनिसमेन्ट मेकानिजम होइन, यसले चाहिँ डिटर गर्दैन भन्ने एउटा रिलिजियस एस्पेक्टबाट भयो वा ह्युम्यानिटीको एस्पेक्टबाट भनौँ होइन, वा राइट टु लाइफलाई अपहेल्ड गर्नको लागि भनौँ। उहाँहरूले चाहिँ के गर्नु भएको थियो भन्दाखेरि चाहिँ 5 इयर्सको एक्सपेरिमेन्ट भीम शमशेरले है 1931तिर चाहिँ नेपालमा चाहिँ 5 इयर्सको लागि चाहिँ सस्पेन्ड गरेको थियो क्या, डेथ सेन्टेन्स नराखौँ भनेर। अनि त्यसै गरी फर्दर 10 इयर्ससम्म चाहिँ नेपालमा सस्पेन्ड नै गरेको थियो कि कमन क्राइम्सहरूको लागि चाहिँ डेथ सेन्टेन्स नदिउँ भनेर। अनि जसले गर्दाखेरि चाहिँ 1946मा आएर चाहिँ हिनियस क्राइमहरूमा चाहिँ जस्तै मर्डरको केसेसहरूमा चाहिँ डेथ सेन्टेन्स दिइन्थ्यो। त्यसै गरी अब राजाको अगेन्स्टमा कोही गयो, रोयल फ्यामिलीको अगेन्स्टमा कोही गयो भने चाहिँ डेथ सेन्टेन्स दिइन्थ्यो। तर कमन क्राइम्सहरूमा चाहिँ डेथ सेन्टेन्स दिने चाहिँ पूर्ण रूपमा बन्द भएको थियो क्या। भीम शमशेर र पद्म शमशेरले चाहिँ डेथ सेन्टेन्सलाई बरु त्यसलाई रिप्लेस गरेर लाइफ इम्प्रिजनमेन्ट दिउँ वा उनीहरूको प्रपर्टी चाहिँ पूर्ण रूपमा कन्फिस्केट गरौँ, त्यसरी रिप्लेसमेन्ट वा अल्टरनेटिभ पनिसमेन्ट सिस्टम चाहिँ हामी त्यसलाई अबोलिट गर्ने एउटा स्टेप भनौँ न, त्यति बेला राणा शासनहरूले लिएको। अब हामीले हिस्ट्रीको कुरा गऱ्यौँ, कन्सेप्चुअल कुरा गऱ्यौँ, अनि कस्तो कस्तो खालको डेथ पेनल्टी दिइन्थ्यो भन्ने कुराहरू गऱ्यौँ होइन। अब चाहिँ हाम्रो नेपालको कन्टेक्स्टमा आउँ के नेपालमा चाहिँ डेथ पेनल्टी चाहिँ पोसिबल छ अहिलेको कन्टेक्स्टमा भन्ने चाहिँ के लाग्छ तिमीलाई? अहिलेको कन्टेक्स्टमा सम्भवै छैन। सो किनभने नेपालको कन्स्टिट्युसन है 2072को कन्स्टिट्युसनको आर्टिकल 16ले प्रष्ट रूपमा भनेको छ कि नो ल स्याल बी मेड फर क्यापिटल पनिसमेन्ट भनेर प्रष्टै लेखेको छ क्या। अनि त्यसमाथि राइट टु लाइफ विथ एभ्री इन्डिभिजुअल हेज राइट टु लाइफ विथ डिग्निटी भनेर चाहिँ लेखिएको छ क्या। यदि होइन जति पनि यो पछिल्लो समय बलात्कारको घटना सँगसँगै फाँसीको सजाय दिनुपर्छ, लिङ्ग छेदन गर्नुपर्छ भनेर जति पनि आइरहेको छ नि होइन, एडभोकेसीको रूपमा भनौँ वा जति पनि प्रोटेस्टहरू भइरहेको छ त्यो असंवैधानिक छ क्या। डेथ पेनल्टी इम्पोज गर्नु भनेको आफैमा असंवैधानिक हो क्या। हाम्रो कन्स्टिट्युसनले त्यसलाई अपहोल्ड नै गरेको छैन। जब हाम्रो कन्स्टिट्युसनले क्लियरली भनेको छ कि क्यापिटल पनिसमेन्ट दिने खालको सजाय वा कानुन बनाइनु हुँदैन भनेको छ। र सँगसँगै नेपाल 1998मा चाहिँ आइसिसिपिआर इन्टरनेसनल कभनेन्ट अन सिभिल एन्ड पोलिटिकल राइट्सको सेकेन्ड प्रोटोकल जुन चाहिँ एबोलिसन अफ डेथ पेनल्टीको लागि बढी त्यसमै फोकस गरेर चाहिँ त्यो प्रोटोकल आएको हो। त्यसमा चाहिँ नेपालले रेटिफाई गरेको छ, नेपाल पार्टी छ होइन। अनि जसले गर्दाखेरि चाहिँ हामीसँग इन्टरनेसनल अब्लिगेसन पनि छ कि नेपालले डेथ पेनल्टी इम्पोज गर्दैन वा डेथ पेनल्टी सेन्टेन्स फेरि पनि रिइन्ट्रोड्युस गर्दैन। नेपालको कन्टेक्स्टमा चाहिँ पोसिबल छैन। रत्नले भने जस्तै अब संविधान कि त संविधानै संशोधन गरेर इन्टरनेसनल ट्रिटी र लजबाट पनि विथड्र गरेर इन्टरनेसनल पार्टी अनि आफ्नै देशभित्र पनि सबै कुरा गरेर डेथ पेनल्टी इन्ट्रोड्युस गर्नु भन्ने छुट्टी कुरा हो। नत्र त अब रत्नले भने जस्तै कन्स्टिट्युसन, आइसिसिपिआर, सेकेन्ड अप्सनल प्रोटोकल अनि त्यसपछि कन्भेन्सन अन अगेन्स्ट टर्चरदेखि लिएर अनि युनिभर्सल डिक्लेरेसन अफ ह्युमन राइट्स लगायत धेरै इन्स्ट्रुमेन्ट्सहरूको चाहिँ हर्डल्सहरू छ क्या यो कुरालाई चाहिँ इम्प्लिमेन्ट गर्नको लागि। त्यही भएर धेरै सजिलो कुरा नि होइन, धेरै यो चाहिँ सर्फेसियल कुरा पनि गर्नु हुँदैन। किनभने डेथ पेनल्टी भनेको त मजाको विषय होइन नि त होइन। यो त अब भयो भने पनि एउटा आफ्नै प्रोज एन्ड कन्स हुन्छ, भएन भने पनि आफ्नै प्रोज एन्ड कन्स हुन्छ नि त। त्यही भएर चाहिँ अब एकदम अब गर्ने हो भने सिरियस डिस्कसन गर्नुपर्छ सबै स्टेक होल्डर्सहरूले, नत्र
यो कुरा चाहिँ नगर्दै राम्रो, अब गरेर आफ्नो पपुलारिटी र पपुलिजमको लागि गर्ने भयो भने चाहिँ नगर्दै हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। So let's address the elephant in the room, होइन? अब हाम्रोमा since the past few weeks जुन एउटा नरेटिभ डेभलप भइरहेको छ नि त, अब यो रेप केसेसमा चाहिँ डेथ पेनल्टी दिनु पर्यो, इभन पार्लियामेन्टेरियनहरूदेखि लिएर, बिकज रेप केसेसहरू दो अब स्टडीले चाहिँ के भन्छ भनेपछि लाइक या इभन पुलिसहरूले चाहिँ के भन्छ भने रेप केसेस बढ्यो भन्दा पनि मोर मान्छेले चाहिँ पहिलाभन्दा धेरै फाइल गरिरहेको छ भनेर भनिरहेको छ नि त। अनि सो जुन एउटा नरेटिभ डेभलप भइरहेको छ, यो सबै कति एक्टिभिस्टहरू पार्लियामेन्टेरियनहरूले हुन्छ नि अब डेथ पेनल्टी दियो, फाँसी दे भनेर भनिरहेको छ नि। सो योको बारेमा मलाई तिमीहरूको लाइक ओपिनियन बुझ्नु मन थियो कि, किनभने मैले चाहिँ रिसर्च गर्दा पर्सनली केही लिङ्कै भेटाएन कि डेथ पेनल्टी हुने बित्तिकै हुन्छ नि रेप केसेस डिटर हुने कि, किनभने आई वाज रिसर्चिङ अबाउट कुन कुन कन्ट्रिजमा डेथ पेनल्टी छ भनेर कि, लाइक 53 वटा कन्ट्रिजमा रहेछ डेथ पेनल्टी होइन। जस्तै अब त्यो कन्ट्रिज जस्ट लाइक अफगानिस्तान, पाकिस्तान, कङ्गो हुन्छ नि, अनि अमेरिकाको पनि 22 वटा स्टेट्समा रहेछ होइन, चाइनामा रहेछ, इन्डियामा छ होइन। सो यो कन्ट्रीहरूमा डेथ पेनल्टी छ। अनि मैले कुन कुन कन्ट्री चाहिँ लाइक टप 10 कन्ट्रिज विच आर अनसेफ फर वुमेन भन्ने हेरिरहेको थिएँ कि। सो 2018 को एउटा रोइटर्सको स्टडीले चाहिँ के देखाएको थियो भने जुन जुन कन्ट्रीमा चाहिँ डेथ पेनल्टी छ होइन, त्यो लाइक त्यो भोइलेन्सको लाइक सेक्सुअल भोइलेन्सको त्यही कन्ट्रीको चाहिँ अनसेफ रहेछ कि। सो केही लिङ्क त्यस्तो कुनै पनि रिसर्च भेटाएको छैन जसले चाहिँ डेथ पेनल्टी डिटर गर्छ भनेर लाइक प्रुभ गरेको छ कि। तिमीहरूको विचारमा चाहिँ किन यो नरेटिभ यस्तो आइरहेको छ जहाँ चाहिँ हुन्छ नि डेथ पेनल्टी इज अ सल्युसन भनेर चाहिँ त्यो रेप केसेस घटाउने चाहिँ एज सल्युसन भन्ने लिइरहेको छ, त्यो नरेटिभ चाहिँ किन आइरहेको छ जस्तो लाग्छ तिमीहरूलाई? ठुलो समय यसरी यसो डेथ पेनाल्टी हुनुपर्छ, क्यापिटल पनिसमेन्ट हुनुपर्छ रेपिस्टको लागि भनेर जति पनि न्यारेटिभ डेभलप भएको छ, कारण भनेको चाहिँ हाम्रो खुकुलो ल इन्फोर्समेन्ट मेकानिजम हो क्या। किनभने निर्मला पन्तको केस हेरौँ होइन, आजसम्म पनि ठोस प्रमाणका सहित यो चाहिँ कल्प्रिट हो, यसलाई चाहिँ यसरी हामी दण्ड सजाय दिन्छौँ भनेर पब्लिकली आएको छैन क्या। यो स्टिल अन्डर इन्भेस्टिगेसन भइरहेको छ क्या। जसले गर्दाखेरि चाहिँ मान्छेहरूलाई के भयो, वा जो क्रिमिनल माइन्डसेट छ, वा जो म रेप गर्छु भने रेपिस्ट माइन्डसेट भएको पिपलहरू भनौँ न, उनीहरूलाई के भयो त भन्दाखेरि हामीलाई त हाम्रो कोही चिन्ने मान्छे छ, वा मसँग पैसा छ भने, वा हुन्छ नि म फुस्किन सक्दो रहेछु, म उम्किन सक्दो रहेछु केही अपराध गरेर, त्यो माइन्डसेट चाहिँ डेभलप भइरहेको छ क्या। अझ होइन हामी अब जति पनि यो पछिल्लो समय आइरहेको छ नि बलात्कारको घटनाको न्युजहरू जति पनि आइरहेको, जति पनि पढिरहेछौँ, सँगसँगै हामीले के पनि पढिरहेका छौँ र सुनिरहेको छौँ भन्दाखेरि चाहिँ अब जनप्रतिनिधिहरू नै जनप्रतिनिधिहरू प्लस पुलिस अफिसरहरू नै मिलेर चाहिँ मिलापत्र गराइयो रेप भिक्टिम र रेपिस्ट बिच, अनि त्यसपछि एफआइआर दर्ता गरिएन भनेर जुन हाम्रो यो ल इन्फोर्समेन्ट मेकानिजम चाहिँ एकदमै खुकुलो भइरहेको छ कि इफेक्टिभली इम्प्लिमेन्ट भएको छैन। जस कारणले गर्दाखेरि चाहिँ पब्लिकहरूमा के भयो भन्दाखेरि चाहिँ अब चाहिँ यो लजले पुगेन, हामीले चाहिँ डेथ पेनाल्टी नै गर्नु पर्यो, त्यस कारणले जसले गर्दाखेरि चाहिँ पिपुल विल बी डिटर क्या त्यो क्राइम कमिट गर्नको लागि भनेर चाहिँ। सो यो न्यारेटिभ चाहिँ डेभलप हुँदै आइरहेको वा डेभलप भएको जस्तो लाग्छ मलाई चाहिँ। अब तिमीले रेपिस्ट माइन्डसेटवाला कुरा निकाल्यो, अनि आई थिङ्क रेपिस्ट माइन्डसेटको बारेमा पढ्न पनि इट्स भेरी नेसेसरी के, लाइक रेप गर्यो ल ह्याङ गरिदियो भनेर होइन। अनि टाइप्स अफ रेपिस्ट कस्तो कस्तो खाले रेपिस्ट हुन्छ, किनभने एउटा टाइपको क्यारेक्टरिस्टिक्स मध्येमा एउटा पावर रेपिस्ट भन्ने पनि हुन्छ होइन। पावर रेपिस्टले बस पोलिटिसियन अनि जसले चाहिँ जे पनि किन्न सक्छ, खरिद गर्न सक्छ, उसलाई त केही हुने छैन भन्ने हुन्छ। अब पावर रेपिस्टवाला कुरा त प्रोबेबली न्युजसम्म कहिले आएको पनि हुँदैन होइन। डिफ्रेन्ट टाइपको रेपिस्ट हुन्छ, कुनै कति कुरा त अब मेन्टल हेल्थ प्रब्लम पनि हुनसक्छ होइन। अब 18 वर्ष सानोले कसैले रेप गर्यो भने के गर्ने त त्यस्तो सिचुएसनमा, त्यस्तो कुराको बारेमा नि सोच्नु पर्यो होइन। अनि डिरेक्टली रेप गर्दैमा डेथ पेनल्टी इज नट द सल्युसन होइन। कोहीले चाहिँ आफ्नो पावरको फाइदा उठाएर आफ्नो एङ्गरले गर्दा अथवा उसको इगो हर्ट भएकोले गर्दा पनि रेप गरेको हुनसक्छ। त्यही भएर त्यसको बारेमा पढ्न जरुरी छ। अनि कुन लेभलको हो त यो भनेर पनि त्यो सोचेर त्यो डिभाइड गरेर अरू काउन्सिलिङतिर जानु पनि जरुरी छ। किनभने के हुन्छ भने रेप गर्ने रेप भिक्टिमको रेपिस्टले उसको लाइफ बिगारेको भन्दा सोसाइटीले उसको लाइफ बिगारेको हुन्छ कि। त्यही भएर रेपिस्टलाई अब कि त मेन्टल हेल्थ प्रब्लम छ भने उसको लागि पछि एउटा अमाउन्ट जेलमा बिताएपछि काउन्सिलिङ गरेर, इनफ्याक्ट यो चाहिँ एकदम एग्रेसिभ डिमान्ड भयो लाग्छ कि, लाइक
रेप इज अल्सो एग्रेसिभ एक्ट होइन, लाइक एग्रेसनले नै आएको हुनसक्छ र यो भाइलेन्सलाई रुचाउने पनि द्याट्स अल्सो मान्छेहरू एग्रेसिभ भएको के, एन्ड इट्स नट द सल्युसन लाग्छ। अनि मैले चाहिँ एकजना ल मेकर जो चाहिँ संविधान बनाउँदा चाहिँ त्यो उसमा पार्लियामेन्टमा हुनुहुन्छ उहाँको कुरा सुनेको थिएँ कि त्यही बेला नै यो रेपिस्टलाई चाहिँ लाइफ इम्प्रिजनमेन्ट, तर कस्तो लाइफ इम्प्रिजनमेन्ट भन्दाखेरि मर्ने जेलसम्म लाइफ इम्प्रिजनमेन्ट के 20 वर्ष 25 वर्षवाला होइन, त्यो गर्नुपर्छ भन्ने कुरा भएको थियो। अनि कुरा चाहिँ कसरी मिल्यो भन्दाखेरि रेपिस्टलाई चाहिँ 25 वर्ष हो क्या अरे, अनि रेपिस्ट जसले चाहिँ त्यो रेप गरेर मार्यो भने उसलाई चाहिँ लाइफ इम्प्रिजनमेन्ट टिल त्यो लगभग डेथ टाइमसम्मको लागि लाइफ इम्प्रिजनमेन्ट भन्ने खालको कुरा आएको छ। मेरो चाहिँ अब यो रेपको केसमा चाहिँ डेथ पेनल्टी दिने कि नदिने भन्ने बेला मेरो चाहिँ त्यसलाई नै काउन्टर क्वेसन चाहिँ के छ भन्दाखेरि ल डेथ पेनल्टी आउला। अनि पहिलो कुरा रेप मात्रै गरेको र रेप गरेर मारेकोमा दुइटैमा डेथ पेनल्टी हो कि एउटामा डेथ पेनल्टी हो होइन। अनि त्यसपछि बच्चाहरूलाई मारेकोलाई पनि त एउटा ठुलो ग्रिभियस अफेन्सै भन्नु पर्यो नि होइन, बच्चाहरूलाई मारेकोलाई त्यसलाई डेथ पेनल्टी दिने कि नदिने। अनि ट्रिजन सेडिसन भने जुन चाहिँ कन्ट्रीको अगेन्स्टमा हुने क्राइमहरू हुन्छ तिनीहरूलाई त्यो अफेन्डरहरूलाई डेथ पेनल्टी दिने कि नदिने होइन। रेपमा मात्रै डेथ पेनल्टी त लिमिटेड हुँदैन जस्तो लाग्छ कि, किनभने डेथ पेनल्टी भनेको एउटा पेन्डोरा बक्स जस्तै हो। अनि अब जस्तै इन्डियामा पो रेयरेस्ट अफ रेयर केस भनेर एकदमै कम गरेको छ, तर अब यहाँ ल्याएपछि त सायद रेपमा मात्रै त लिमिट हुँदैन होला नि त, भोलि अब मर्डरमा पनि चाहियो भनेर माग होला होइन। अनि गभर्मेन्टले पनि अब के गरी मिसयुज गर्न नि त सक्छ नि, अब क्याप्टेन यज्ञबहादुरलाई त्यसरी मिसयुज गरेर मारेको। त्यही भएर आई थिङ्क अब यो डिस्कसन चाहिँ एकदम सबै वर्ड कमा हिसाबले गरेर जानुपर्छ। अनि साँच्चीकै चाहिन्छ र भनेर सबैले चाहिँ रियलाइजै हुने भएपछि मात्रै ल्याउनुपर्छ कि, नट द्याट 2/3 संविधान संशोधन गरेर वा 2/3 चाहिँ इन्टरनेसनल इन्स्ट्रुमेन्टबाट चाहिँ विथड्र गरेर त्यसरी गरेर त हुँदैन। किन भन्दाखेरि फेरि पछि फेरि अहिले हटाउनुपर्छ भन्ने कुरा आउँछ, जसरी युकेमा हटाएको थियो होइन। अनि हाम्रोमै पनि त 2047मा हटाएको हो नि त, पहिला थियो फेरि हटाएको के अरे नन प्र्याक्टिस्ड, अनि फेरि प्र्याक्टिस्ड, फेरि के अरे लिगली ब्यान्ड, त्यस्तो त हाम्रो पनि छ नि त। अब अहिलेसम्म नभएर अब हुनुपर्ने त होइन नि त होइन। त्यही भएर एउटा कमन ग्राउन्डमा चाहिँ सबैजना आउनुपर्छ भन्ने लाग्छ। अनि त्यसपछि चाहिँ रेपमा चाहिँ डेथ पेनल्टी आवश्यक छ कि छैन त्यो आफै एउटा अग्रिमेन्ट बनिहाल्छ। प्रतीक्षाले भन्यो नि होइन, जुन अग्रेसनमा आएर चाहिँ हामी भन्दैछौँ कि क्यापिटल पनिसमेन्ट चाहिन्छ भने एक्ज्याक्टली त्यही नै हो कि हामी अग्रेसनमा आएर भनिरहेका छौँ, इमोसनल भएर भनिरहेका छौँ क्या। अब 2 वर्षको बालबालिकालाई होइन एकदमै बर्बरतापूर्वक रेप गरेर हत्या गरिन्छ होइन, त्यो न्युज सुन्ने बित्तिकै पढ्ने बित्तिकै हामीलाई यति रिस उठ्छ कि होइन त्यो रेपिस्ट हाम्रो अगाडि आयो भने हामी नै मारिदिन्छौँ भन्ने खालको फिलिङ्स हामीमै डेभलप हुन्छ क्या। अग्रेसनमा चाहिँ त्यो पेन्ट आउट भएको प्रोटेस्टहरू भइरहेको छ। अनि मलाई चाहिँ यसमा हामी अलिक डेभिएट भएर चाहिँ के सोच्नु, अलिकति क्रिटिकल भएर अग्रेसनमा भन्दा पनि क्रिटिकल भएर के सोच्नुपर्छ भन्दाखेरि चाहिँ भएको लजहरूको चाहिँ बरु एकदमै स्ट्रिक्ट रूपमा इम्प्लिमेन्टेसनको चाहिँ डिमान्ड गरौँ न, त्यसरी प्रोटेस्ट गरौँ क्या। क्यापिटल पनिसमेन्ट चाहिन्छ भएको जुन पनिसमेन्टलाई छोडेर चाहिँ क्यापिटल पनिसमेन्ट चाहिन्छ भनेर डेभिएसन हुनुभन्दा चाहिँ भएको जति पनि लजहरू छन्, किनभने रेपकै केसमा पनि जन्म कैदसम्मको सजाय छ नि त हाम्रै लजमा। सो जन्म कैद पनि एकदमै सिभियर पनिसमेन्ट हो क्या। त्यो डेथ पेनाल्टी भनेको एकचोटिलाई एकछिन पेन दिएर उसलाई मार्नु र जीवनभर उसले चाहिँ उसले गिल्ट गरेको छ, उसले रङ गरेको त्यो रियलाइजेसनमा उसलाई त्यो घुटघुट के बचाउनु बाँच्नु भनौँ न होइन, त्यसरी बाँच्नु एकदमै सिभियर देखिन्छ क्या यदि हामीले म्याक्सिमम पनिसमेन्ट नै खोज्ने हो भने पनि। सो भएको लजहरूलाई चाहिँ प्रपर इम्प्लिमेन्टेसन गरौँ। अनि त्यसपछि जति पनि स्टेट अफिसर्सहरू छन् वा पुलिस अफिसर्सहरू छन्, जनप्रतिनिधिहरू छन् जो आफैमा यस्तो केसेसहरूमा चाहिँ मिलापत्र गरौँ भनेर, जबकि क्रिमिनल अफेन्सेसमा मिलापत्र गर्ने हुँदैन होइन, यस्तो अफेन्सेसमा चाहिँ उनीहरू मिलापत्र गराउन खोजिरहेका छन्, गरिरहेका छन्, त्यस्तोहरूलाई चाहिँ मतियारको रूपमा ल्याएर चाहिँ उनीहरूलाई पनि बरु कानुनको दायराभित्र लिएर आउँ भनेर चाहिँ प्रोटेस्ट गरौँ भन्ने लाग्छ मलाई चाहिँ, यो न्यारेटिभबाट अलिकति डेभिएट भएर। मलाई चाहिँ होइन अघिसम्मले सबै स्टडी गर्नुपर्छ, कमा गरेर सबै पढ्नुपर्छ भनेको थियो नि रेप लजको बारेमा नि। आई थिङ्क द्याट्स भेरी इम्पोर्टेन्ट कि, किनभने
पब्लिकमा हुने क्राइम र घरभित्र हुने क्राइम इज अ डिफ्रेन्ट थिङ के घरभित्र त अरू कति कुरा फ्याक्टर हुन्छ नि त्यो क्राइम लिगल अथोरिटीसँग पुगोस् कि नपुगोस् अब बाहिरको रोडमा भएको त सबैले देख्छ त्यो त त्यसको लागि त हाम्रो लिगल अथोरिटी बाहिर पब्लिकमा भएको नै हुन्छ नि त त्यही भएर यसको एकदम यस्तो भयो यस्तो भनेर दिस इज अ भेरी लङ प्रोसेस के अनि मलाई पनि त्यही लाग्छ कि यो कुरामा चाहिँ म अग्री गर्छु जुन यो डेभिएट भइरहेको छ रियल इस्युजमा हुन्छ नि एक त हाम्रो कति तिमीहरूलाई लाइक अब त्यो पनि म सोध्छु जुन हाम्रो लिगली हाम्रो रेप लजहरू छ नि त्यो मलाई कति कुरा त मलाई एकदम फट लागेको थियो एकदम ल्याङ्ग्वेज पनि हुन्छ नि त्यहाँ चाहिँ रेप स्पेसिफिकली एउटा पुरुषले महिलालाई गर्ने एक्ट भनेको छ नि त अनि अब रेप भन्ने चाहिँ त्यो होइन नि त रेप भनेको त अब कुनै पनि एउटा पर्सनले अर्को पर्सनलाई गर्ने हो नि त होइन उसको जेन्डर भन्दा पनि अब केटाले केटालाई रेप गर्न सक्छ केटीले केटालाई कम भए पनि लाइक रेप त रेपै हो नि त होइन रेप इज एक्ट अफ भाइलेन्स द्याट क्यान बी डन बाई त्यो होइन अनि मेन कुरा चाहिँ भएको लज नै राम्रो गर्नु पर्यो स्ट्रङ बन्नु पर्यो होइन अनि त्यो जस्तै अब हामीले रेपिस माइन्डसेट भन्ने कुरा गरिरहेको छौँ त्यसलाई त्यो फोकस गर्नु पर्यो कि किनभने कुनै पनि मान्छेलाई हुन्छ नि सानैदेखि एउटा केटालाई कति टक्सिक बिहेभियरहरू एक्सेप्ट गरेर हुन्छ नि त जस्तै बाटोमा केटीलाई जिस्काउनेदेखि लिएर हुन्छ नि अनएक्सेप्टेबल टचेसहरू त्यो कति केटाहरूलाई अकाउन्टेबलै गरेको छैन नि त एक्सनहरूको त्यसको सिरियस त्यो आएकै छैन कि त्यो डिस्कसन हुन्छ नि कसरी चाहिँ हामीले सेन्सिटाइज गर्ने कसरी चाहिँ एक अर्काको कन्सेन्टलाई भ्याल्यु गर्ने बुझ्ने हुन्छ नि एक अर्का लाई चाहिँ एउटा बााउन्ड्री चाहिँ उसको रेस्पेक्ट गर्ने एक अर्काको त्यो सिकाएकै छैन नि त हाम्रो कल्चरले हाम्रो पप कल्चर भनौँ कि हाम्रो हुन्छ नि त्यो एक्सेप्टेन्स छ कि टक्सिक मास्कुलिनिटी र टक्सिक मेनको बिहेभियरहरू सो त्यस्तोतिर पनि ध्यान दिनु पर्यो किनभने आखिरमा कुनै पनि रेपिस्ट यत्तिकै रेपिस्ट त भन्दैन नि त्यो पनि एउटा उसको एउटा प्याटर्न अफ बिहेभियर हुन्छ नि त उसलाई रेपिस्ट बन्नसम्म पुग्नलाई सो त्यो प्याटर्न अफ बिहेभियर चाहिँ बुझ्नु पर्यो कि हामीले चाहिँ अनि त्यसमा चाहिँ कसरी गर्न सकिन्छ एजुकेसनल लेभलमा एउटा सोसियल लेभलमा एउटा अवेरनेस लेभलमा त्यो चाहिँ कसरी त्यो प्याटर्नलाई चाहिँ कम गर्ने त्यो प्याटर्नलाई कसरी चाहिँ बढ्न नदिने त्यो पनि ध्यान दिनुपर्छ जस्तो लाग्छ कि त्यसमा पनि अङ्कितले टच गरे जस्तै फर्स्टमा त हामी इन्डिभिजुअलबाट स्टार्ट हुन्छ होइन पहिला त हरेक इन्डिभिजुअललाई रियलाइज हुनु पर्यो बच्चादेखि ठुलो सबैलाई यो रेपको चाहिँ अब रेप भने के हो होइन यस्तो एक्ट कमिट गर्नु भने के हो यो सब कुरा थाहा हुनु पर्यो त्यो चाहिँ अब एजुकेसन मार्फत हुन्छ कि अब पेरेन्टिङ मार्फत हुन्छ कि पहिला त्यहाँ थाहा हुनु पर्यो अनि अब त्यो क्राइम भइसकेपछि पनि अब त्यो भिक्टिमले के अरे कन्सर्न अथोरिटीमा गएपछि त्यो अथोरिटीले पनि उसको समस्यालाई एड्रेस गर्नु पर्यो होइन अब त्यो जसले चाहिँ उसलाई रेप गरेछ त्यो मान्छे चाहिँ पावरफुल छ वा त्यसको रिलेटिभ पावरफुल छ भने त्यो केसलाई त्यत्तिकै एफआइआर पनि रेजिस्टर नगर्नेदेखि सबै कुरामा चाहिँ गरे पनि विक बनाउने होइन त्यसरी जान्छ नि त त्यही भएर चाहिँ इन्डिभिजुअल फ्यामिली अनि कम्युनिटी हुँदै गभर्मेन्टको अथोरिटी अब पुलिसले फर्स्टमा इन्भेस्टिगेसन गर्दाखेरि मजाले इन्भेस्टिगेसन गरेर मजाले एभिडेन्स कलेक्ट गरेर अनि उता गभर्मेन्ट एटर्नी कहाँ जाँदाखेरि त्यो मुद्दा चाहिँ राम्रो चार्जसिट चाहिँ राम्रो बनाएर त्यो पछि कोर्टमा के अरे लग्यो भने न जस्टिस हुने हो नि अब त्यसरी सबै स्टेपमा फल्ट भएपछि त कसरी जस्टिस हुन्छ अनि त्यसरी जस्टिस भएन भन्दैमा अनि 81 डेथ पेनल्टी माग्नु भने त सायद के अरे लजिकल कुरा हो जस्तो लाग्दैन किन भन्दाखेरि डेथ पेनल्टी आएर त्यो पनि इम्प्लिमेन्ट हुने भने ताल त यस्तै हो होइन त्यही भएर सबै तिमीहरू तीनजनाले नै भने जस्तै सबैले नै अहिले भएको कन्डिसनलाई नै इम्प्रुभ गर्दै सुधार्दै कसरी सकिन्छ भनेर कुरा गर्ने अनि अब यो सकिएन धेरै समय बितेपछि सकिएन भने अनि मजाले डिस्कस गर्न सकिन्छ जस्तो लाग्छ है यसमा है अङ्कितले अघि नै भनेको थियो जुन हामी कल्चरली त्यसरी नै ग्रुम अप भएको छौँ क्या एकदमै कस्तो भन्दाखेरि अब फिमेल मेल भनेर जुन जेन्डर रोल्स डिभिजन्सहरू छ नि होइन त्यसले पनि एकदमै मेजर रोल प्ले गर्छ जस्तो लाग्छ कि रेपिस्ट माइन्डसेट डेभलप गर्नको लागि जस्तै भनौँ हामी नै होइन कसरी कल्चरली ग्रुम अप भएको छ हामी भ्याल्युज भनौँ न जति पनि भिक्टिम ब्लेमिङ हुन्छ नि यो केटीले नै यस्तो गर्यो होला वा यस्तो लुगा लगायो होला उसले यसरी बोल्यो होला जसले गर्दा इन्स्टिगेट भयो भन्ने कुराहरू हुन्छ एउटा हरियाणाको भिडियो थियो कि इन्डियाको होइन त्यसमा कस्तो छ भन्दाखेरि चाहिँ होइन कि त्यहाँ बच्चादेखि नै क्या 500 वर्षको बच्चादेखि नै उनीहरूलाई सोद्धाखेरि रेप किन हुन्छ त भन्दाखेरि
केटीले छोटो लुगा लगाए त्यस कारणले भएको त हो नि, उसलाई कसले एक्सपोज हुने गरी चाहिँ आफ्नो बडी एक्सपोज हुने गरी चाहिँ लुगा लगाएर हिँड्नु भनेको थियो त? त्यसरी भिक्टिम ब्लेम गर्छ क्या, भिक्टिम ब्लेमिङको कल्चर वा प्र्याक्टिसेस बढी छ क्या, जसले गर्दाखेरि चाहिँ यसले चाहिँ रेपिस्टहरूलाई चाहिँ रेपिस्ट माइन्डसेट भएको पिपुललाई चाहिँ इन्करेज गरिरहेको छ क्या यो क्राइमलाई चाहिँ अझै बढी कमिट गर्नको लागि। सो हामीले चाहिँ मेजर रेपको कजेस के हो भनेर त्यसको रुट प्रब्लम्सलाई खोजेर चाहिँ खोतलेर चाहिँ त्यसलाई चाहिँ इराडिकेट गर्नमा चाहिँ हामी सबैजना सबै इन्डिभिजुअल्सहरू चाहिँ लागि पर्नुपर्छ। सो रत्नले भने जस्तै के अरे अब प्रम्प्ट रिस्पोन्स चाहिँ त्यही ग्रासरुट लेभलमा गएर कज खोजेर अहिले भएको लिगल इन्स्ट्रुमेन्ट्सहरू स्टेट मेकानिजमहरूलाई चाहिँ कसरी स्ट्रेन्थन गरेर यसलाई कसरी अझै एफिसियन्ट बनाउन सकिन्छ भन्नेमै चाहिँ चाँडो फोकस गर्न सकिन्छ होला, किन भन्दाखेरि डेथ पेनल्टीमै जाने हो भने पनि त्यसको लागि लामो समय लाग्छ होइन। अब हामीले आफ्नो ओपिनियन पनि दियौँ र नेपालको कन्टेक्स्टमा कुरा पनि गऱ्यौँ र पछि अब यदि अब डेथ पेनल्टीको यो डिस्कसन चाहिँ लामै रूपमा जान थाल्यो भने चाहिँ हामीले त्यहाँ पनि कन्सिडर हुन्छ, त्यही भएर अहिले पनि हामीले कुरा गर्नुपर्छ जस्तो लाग्छ मलाई होइन। अब जुन कन्ट्रीमा क्यापिटल पनिसमेन्ट छ अनि जुन कन्ट्रीमा क्यापिटल पनिसमेन्ट छैन होइन, दुवै कन्ट्रीको कन्टेक्स्टमा चाहिँ रेपको सिनारियो चाहिँ कस्तो पाइन्छ कि त्यो चाहिँ पछि अब हामीले पनि त्यसलाई हेरेर सिक्न सकिन्छ नि त। अब जस्तै डेथ पेनल्टी हुँदैमा रेपको केस घट्ने रहेछ कि डेथ पेनल्टी नभए पनि रेपको केस उस्तै हुने रहेछ कि के रहेछ त? रेप घटेर रेप पेनल्टी लज लागू हुँदैन, रेप घट्ने भन्ने हुँदैन, किनभने इन्डियामा त रिपोर्ट अनुसार चाहिँ इनफ्याक्ट 7% चाहिँ इन्क्रिज भएको रहेछ। त्यही जसरी सोसाइटीको हेर्नुपर्छ भन्ने कुरा आइरहेको थियो नि, किनभने कतिवटा रेपिस्टको डिभिजनमा चाहिँ कति अपर्च्युनिटिज रेपिस्ट होइन, अनि जसले चाहिँ सिचुएसन आस्किङ फर अ सिचुएसन अफ जस्तै ड्रङ्क भएको बेला अपर्च्युनिटी उठाउने त्यस्तो माइन्डसेट भएको। अनि एङ्गर रेपिस्ट भनेको चाहिँ रिजेक्सन फेस गर्दाखेरि लो सेल्फ स्टिम हुँदाखेरि। अनि पावर रेपिस्ट भनेको चाहिँ बस पोलिटिसियन जसले चाहिँ हुन्छ नि म जे पनि गर्न सक्छु भन्ने हुन्छ। अनि अर्को चाहिँ हाई मिटिङ इफोर्ट रेपिस्ट भन्ने हुन्छ, जस्तै साइकोप्याथहरू के, अनि तिनीहरूलाई चाहिँ के राइट हो के रङ हो भन्ने नै थाहा छैन। दे आर एग्रेसिभ अनि सेल्फ सेन्टर, अनि वाट्स ह्यापनिङ दे डोन्ट नो अबाउट द्याट, दे डोन्ट, तिनीहरूको दिमागले प्रोसेसै गर्न सक्दैन कि त्यस्तो हाई मिटिङ वालालाई। अब त्यस्तोलाई त अब जेलमा समातेर राख्न इम्पोर्टेन्ट भयो होइन, तर यो अपर्च्युनिटिज एङ्गर यो पावर यिनीहरूलाई चाहिँ सुधारको जरुरी छ क्या, किनभने यिनीहरू सबै कसरी जन्मिन्छन् त, यिनीहरू सबै हाम्रो सोसाइटीको भ्यालुज या नर्म्सले जन्मिरहेको हुन्छन् के। अनि अर्को लास्टमा चाहिँ पार्टनर रेपिस्ट भन्ने हुन्छ, जसले चाहिँ पार्टनरले रिजेक्ट गर्यो भने नो भनेको ठाउँमा यस गर्न मन लाग्ने, त्यो रिभर्स साइकोलोजी जस्तो हुन्छ नि त्यस्तो पनि हुन्छ। अनि अर्को चाहिँ एउटा चाहिँ सेक्सुअल ग्रेटिफिकेसन धेरै चाहिने, धेरै नै उसको उत्तेजना धेरै हुने, अनि जो देखे पनि एक्टिभ हुने खाले। अब त्यो पनि अब एउटा मेन्टल हेल्थ प्रब्लम हो होइन, त्यही भएर यसलाई चाहिँ यो इस्युलाई चाहिँ अलिक सेन्सिटिभ पाराले सोच्नुपर्छ कि। प्रत्यक्षले भने जस्तै होइन, अफेन्डर्सहरूलाई क्याटेगोराइज गरेर चाहिँ कस्तो खालको चाहिँ उनीहरूलाई पनिसमेन्ट दिनुपर्छ भनेर हामीले मेकानिजम चाहिँ डिफाइन गर्दा चाहिँ अलिक बेटर हुन्छ। अनि अब यो डेथ पेनाल्टी नै दियो भन्दैमा सल्युसन हुन्छ, रेप केस चाहिँ घट्छ, रेप केसको रेट नै एकदमै डिक्रिज हुन्छ भन्ने हुँदैन भनेर हामीले भर्खरै होइन इन्डियामै जुन मेन स्ट्रिममा अहिलेको न्युज छ नि हथरासमा भएको रेप केसेस जुन होइन मार्च 2020 निर्भयाको रेपिस्टहरूलाई भनौँ न रेपिस्टहरूलाई फाँसी दियो, त्यहाँ क्यापिटल पनिसमेन्ट छ नि त इन्डियामा स्टिल प्र्याक्टिस गरिन्छ। तर के कस्तो भयो त भन्दा 6 महिना पनि नबित्दै मेन स्ट्रिममा के न्युज आयो त भन्दाखेरि 19 वर्षीय होइन दलित वुमनलाई चाहिँ ग्याङ रेप गरियो भनेर क्या। यस हाम्रो छिमेकीबाट पनि थाहा हुन्छ कि होइन क्यापिटल पनिसमेन्ट इज नट द सल्युसन यो सबै कुराको लागि, सबै क्राइम्सहरू यसले चाहिँ घटाउँछ भनेर चाहिँ हामी भन्न सक्दैनौँ क्या। रेपिस्टहरू अब चाहिँ रेप गर्दैनन् डिटर हुन्छन् भनेर चाहिँ हामी भन्न सक्दैनौँ क्या, जुन अहिले हामीले इन्डिया केसेसहरू हेर्दाखेरि पनि थाहा हुन्छ क्या। अनि सो मलाई चाहिँ अर्को एउटा कुरा बुझ्न मन लागेको थियो होइन, जुन अब हाम्रो यो सिनारियो पोलिटिकल सिनारियोमा अहिले छ यहाँ हाम्रो यहाँ सोसियल सिनारियोमा हुन्छ नि, डु यु थिङ्क यो जुन यो ह्याङ द रेपिस्ट या डेथ पेनल्टी इट्स रादर बिङ युज एज अ पोलिटिकल मुभहरू हुन्छ नि टु वो द पिपल के भने एट द एन्ड हामी पनि अब धेरै जस्तो मान्छे रत्नले भने जस्तो त्यो हिट अफ द मुभमेन्टमा हामीले पनि त त्यो सोच्दैन नि त, हामीले पनि मार्नुपर्छ यस्तो
कस्तो ग्रुसम क्राइम गरेको मान्छेलाई भन्ने सोच्छौँ नि त। तर अब उनीहरू पोलिटिकली अवेर, उनीहरू त अब हामीभन्दा धेरै मेच्योर या एउटा पावरमा छ नि त ल मेकर्सहरू त। सो उनीहरूले चाहिँ मोरओभर तिमीहरूको विचारमा चाहिँ एउटा वेपन, एउटा टुल युज गर्न खोजिरहेको जस्तो लागिरहेको छ तिमीहरूलाई जुन अहिलेको यो सिचुएसनमा चाहिँ? अब म चाहिँ कसरी सोध्छु यो कुरामा भन्दाखेरि हामी आफै इन्डिभिजुअली ऱ्यासनल हुने हो। किन भन्दाखेरि हिट अफ द मोमेन्टमा जे कुरा आए पनि अल्टिमेटली त हाम्रो आफ्नो एउटा ओपिनियन भइ नै रहेको हुन्छ होइन कुनै पनि कुराको। अनि अब जसरी अब डेथ पेनल्टी मागेर प्रोटेस्टहरू भइरहेछ रेपको कन्टेक्स्टमा, त्यसमा पार्टिसिपेट गर्नु पनि नराम्रो कुरा होइन भन्ने लाग्छ कि। किनभने मलाई ल पोलिटिकल लिडर्सहरूको त आफ्नै भेस्टेड इन्ट्रेस्ट होला, तर के भन्छ भन्दाखेरि त्यसो गर्दा पनि त गभर्मेन्टले त जे भने आज यस्तो भएछ भने रिपोर्टिङ त उनीहरूलाई हुन्छ नि त माथि, मिनिस्टर्स, प्राइम मिनिस्टर्स अनि गभर्मेन्टमा भएको मान्छेहरूलाई। त्यही भएर के अरे सिग्निफिकेन्ट चेन्जेस नभए पनि एउटा हुन्छ नि उसमा त्योमा लिडरमा त पर्छ नि त। अब ए सोसाइटीमा यस्तो भइरहेको रहेछ भनेर उनीहरूको इन्फर्मली भयो नि कुरा हुन्छ नि त। त्यही भएर हामी चाहिँ अब सकेसम्म पोलिटिसियनको पछाडि लाग्नुहुन्न, तर अनि पोलिटिसियनको पछाडि पनि लाग्नुहुन्न, ठ्याक्क फेरि एकदम रिजिड वेबाट त्यो चाहिन्छ भनेर लाग्नुहुन्न। तर आई थिङ्क आवाज उठाउन चाहिँ छाड्नुहुन्न भन्ने लाग्छ कि। किनभने अल्टिमेटली त जुन डेथ पेनल्टी भयो नि, लाइफ इम्प्रिजनमेन्ट भए पनि अल्टिमेटली हुने त जस्टिस चाहिँ हाम्रो अल्टिमेट एम हो नि त। अनि त्यही लाग्छ मलाई चाहिँ। जस्टिस अब सबैले चाहने जस्टिस हो, त्यही भएर यस्तो कुराहरू चाहिँ उठाउनुपर्छ इरेस्पेक्टिभ अफ कुन कन्टेक्स्टमा हो भन्ने लाग्छ मलाई। तर आफू नै ऱ्यासनल हुनुपर्छ कुन हदसम्म जाने, कस्तो अनि पोलिटिकल लिडर्सहरूको लाई विश्वास गर्ने कि नगर्ने भन्दा पनि। अनि मिडियाले आफ्नो कति न्युज कति दिन चलाउने अथवा यो इस्युलाई कति रेज गर्ने, कतिको इम्पोर्टेन्स दिने, त्यो त अब मिडियाको पनि रोल छ नि त यसमा। अब अहिले धेरै सिचुएसन अलिक सेन्सिटिभ टाइम छ, धेरै कुरा चलिरहेको छ, कोरोना चलिरहेको छ, डेथ नै भइरहेको छ, कति इन्क्रिज भइरहेको छ। अनि यस्तो बेलामा अब रेपवाला पनि हुन्छ नि, इट्स लाइक मान्छेहरूलाई घरैदेखि जागरुक बनाउन कि अब त्यो पनि एउटा रोल भएको हुनसक्छ होइन। तर डेथ पेनाल्टी गर्यो नै भने पनि इफ नेपालमा होइन डेथ यसले गर्दा स्टप हुँदैन कि, बरु डेथ पेनाल्टी यो रेपलाई कमर्सियलाइज हुन थाल्छ होला कि, झन् धेरै पैसा खाउने। किनभने माथिल्लो लेभलदेखि तल्लो लेभलसम्म रेप त भइ नै रहेको छ होइन। रेप नहुने भन्ने त हुँदैन सोसाइटीमा, धेरै पहिलेदेखि भएर आइरहेको हो। त्यही भएर थिङ्क इट्स युजलेस अनि दे आर जस्ट हाम्रो फिलिङसँग खेलिरहेछ। मलाई अर्को एउटा कुरा के यसको ऊ लाग्छ भने डर लाग्छ भनेपछि, अब तिमीले डेथ पेनल्टी दिने बित्तिकै होइन एटलिस्ट अब एउटा तिमीले डर त इन्स्टल गर्न खोजिरहेको छ होइन जनमानसमा। तर कुनै पनि रेपिस्टले चाहिँ अब उसले थाहा पायो डेथ पेनल्टी दिन्छ त्यस्तो क्राइमलाई, झन् त्यो चान्सेस अफ किलिङ हुन्छ नि सर्भाइभर्स त्यो धेरै जस्तो लाग्छ। किनभने यतिको त कति रेप सिनारियोजहरूमा चाहिँ भिक्टिम्सहरू सर्भाइभर्सहरूलाई मारिदिएको हुन्छ नि त, कतिलाई त छाड्दिएको, आई मिन कतिलाई चाहिँ मारेको हुँदैन, तर त्यो मार्ने हुन्छ भोइलेन्स झन् बढ्छ जस्तो लाग्छ कि। मान्छेहरू डराउँछ नि त रेपिस्टहरू आफूलाई अब डेथ पेनल्टी पाउँछ भनेर, उनीहरूले त्यो केही इभिडेन्सै नहोस् भनेर मारिदिने पनि चान्स हुन्छ जस्तो लाग्छ कि मलाई चाहिँ। त्यही भएर त्यो चाहिँ एउटा एकदमै डरलाग्दो यसको आस्पेक्ट छ। अङ्कितले भने त्यो पनि हो क्या, मोर चान्सेस अफ मर्डर हुन सक्ने चान्सेस बढी हुन्छ क्या। अब किनभने रेपको केसेसमा आई विटनेस भनेको प्राय रेप भिक्टिम आफै हुन्छ। अब सबैलाई आफ्नो एकदमै प्यारो हुन्छ नि त, जे भने आफ्नो लाइफ भनेको लाइफ हो भन्ने हुन्छ त। कसैलाई कोही मर्न चाहन्न एकैचोटि होइन। अनि त्यस्तै रेप गरेर चाहिँ अब के हुन्छ, रेपिस्टहरू चाहिँ यदि उनीहरू कन्सियस छन् र उनीहरूलाई थाहा छ कि डेथ पेनाल्टी दिन्छ भने चाहिँ उनीहरूले रेप भिक्टिमलाई चाहिँ मार्न सक्ने सम्भावना बढी हुन्छ क्या। जसले गर्दाखेरि चाहिँ अब कसलाई चाहिँ ट्राई गर्ने र नगर्ने भन्ने कुराहरू एकदमै कन्ट्रोभर्सीमा बाहेक हामीले चाहिँ एक्ज्याक्ट वा को चाहिँ कल्प्रिट हो भनेर डिटरमाइन गर्न पनि गाह्रो हुन्छ, जबकि हामीले फरेन्सिक रिपोर्टमा मात्रै सबै कुरा बेस गरेर हाम्रो केसेसहरू फैसला हुँदैन नि त। सो चान्सेस अफ मर्डर चाहिँ धेरै हुन्छ। र साथसाथै डेथ पेनाल्टी इनकेस रिइन्ट्रोड्युस गर्यो नेपालमा भने चाहिँ के पनि हुनसक्छ भन्दाखेरि, अब जस्तै कति केसेसहरूमा त आफ्नै रिलेटिभ्सहरूले चाहिँ रेप गरेको हुन्छ नि त होइन। अनि त्यसले गर्दाखेरि चाहिँ बढी प्रेसर हुन्छ कि एफआइआर दर्ता नगरौँ भन्ने कुरा आउँछ। प्लस अब आफ्नै बुवा वा आफ्नै दाजुभाइले रेप गरेको छ, कोही रेप भिक्टिम छ भने उसले डेथ पेनाल्टी हुन्छ थाहा हुँदा हुँदै
त्यो व्यक्ति रेप भिक्टिम चाहिँ आफ्नो बाबालाई वा आफ्नो दाइ भाइलाई एफआइआर अगेन्स्टमा चाहिँ एफआइआर दर्ता गर्छ जस्तो चाहिँ मलाई लाग्दैन क्या। त्यो चान्सेस पनि बढी हुन्छ जब चाहिँ रिपोर्टिङ नगर्ने प्रोभाबिलिटी चाहिँ वा प्र्याक्टिस चाहिँ बढी हुन सक्ने सम्भावना छ क्या डेथ पेनाल्टी यदि इन्ट्रोड्युस गरियो भने। अब हामीले आज धेरै कुरा गरिसक्यौँ डेथ पेनल्टी अनि डेथ पेनल्टी र रेप कन्टेक्स्टमा होइन। अनि अब कन्क्लुजनमा कुरा गर्दाखेरि अघि नै हामीले कुरा त गरिसक्यौँ, तर अब अहिले जुन प्रब्लम्स र क्राइम्स भइरहेछ होइन, यसलाई चाहिँ क्यापिटल पनिसमेन्ट बिना चाहिँ कसरी मिटिगेट गर्न सकिन्छ भन्ने चाहिँ ब्रिफली चाहिँ तिमीहरूले के लाग्छ तिमीलाई? अघि नै भन्न त भनिसक्यो, अब कन्क्लुजनमा ब्रिफली राख्दाखेरि। सो मलाई चाहिँ फर्स्टमा त्यो रुट लेभलबाट सल्भ गर्नुपर्छ जस्तो लाग्छ कि जुन कुरा हामीले नर्मलाइज गरिरहेको छ नि हाम्रो यो रेप कल्चर भन्ने। अब रेप कल्चरमा धेरै कुरा छ, यसको लार्जर त्यसमा चाहिँ नजाउँ। अब कुनै पनि महिलालाई एउटा वस्तु रूपमा हेर्नेदेखि लिएर हुन्छ नि, उसको कन्सेप्टको भ्याल्यु नगर्ने हुन्छ नि, त्यो सबै कुराहरू। इभन लाइक कोही मान्छेले बोल्यो भने पनि उसलाई चुप गराउन खोज्ने हुन्छ नि, लाइक नभन किन इस्यु बनाएको त्यस्तो भनेर भन्छ। त्यो सबै हट्नु पर्यो कि लाइक अब चाहिँ टलरेट गर्न सकिँदैन कि त्यो एउटा आउनु पर्यो कि कन्सेन्सस हुन्छ नि, मान्छे अब नसहने एउटा राम्रो खालको वर्क इन्भाइरोमेन्ट क्रिएट गर्नु पर्यो। सो इभन पोलिसिजहरू ल्याउनु पर्यो। जस्तै कति ठाउँमा त सेक्सुअल हरासमेन्टको पोलिसिजहरू पनि छैन कि। त्यो हुन्छ नि कुनै पनि लाइक हामीले अघि कुरा गरेँ, रेपिस्टले कुनै पनि उसको प्याटर्न अफ बिहेभियर हुन्छ नि त, उसले डिरेक्टली सबलाई त्यो रेप गर्ने हुँदैन नि त। उसले त त्यो अटेम्प्ट गर्ने पनि कति प्रयास गरेर हुन्छ, अननेसेसरी टच गर्छ। त्यस्तो कुराहरूलाई पनि त्यो नजरअन्दाज गर्न मिलेन कि, त्यसको लागि पनि अकाउन्टेबल गराउनु पर्यो अनि सेन्सिटाइज गर्नु पर्यो, मोर मिडियामा कुरा निक्लिनु पर्यो। अनि मिडिया रिपोर्टिङमा चाहिँ अर्को एउटा चाहिँ मलाई के लाग्छ भनेपछि त्यो मिडियामा कोही मान्छेको रेप भयो भनेर त्यसलाई इभेन्टलाई मात्रै फोकस नगरिकन किन भयो हुन्छ नि, त्यो सबै गर्नुपर्छ, के लाउनुपर्छ जस्तो लाग्छ कि एउटा लार्जर पर्सपेक्टिभमा हुन्छ नि, सो द्याट हामीलाई प्रब्लम एनालाइज गर्न आइडेन्टिफाई गर्न चाहिँ सजिलो होस् भनेर। मेरो विचारमा पनि त्यही हो है। हामीले सेक्सुअल हरासमेन्ट वा भाइलेन्स जति पनि यदि कोही फिमेल वा मेलले चाहिँ कोही भिक्टिम भएको छ सेक्सुअल हरासमेन्टको भने चाहिँ एकदमै 0 टलरेन्सका साथ चाहिँ त्यसको अगेन्स्टमा हामी बोलौँ होइन, एफआइआर दर्ता गरौँ। अनि त्यस्तै जति पनि लजहरू छ त्यसको स्ट्रिक्ट इम्प्लिमेन्टेसन गरौँ अनि स्टप भिक्टिम ब्लेमिङ क्या। अनि त्यस्तो गरेपछि मात्रै चाहिँ सल्युसन्स वा रेप प्रब्लम्सहरू चाहिँ घट्न सक्छ जस्तो लाग्छ मेरो विचारमा। मलाई चाहिँ त्यही रेपको बारेमा राम्ररी पढेर रेप किन हुन्छ अनि त्यसपछि रेप नहुनलाई के गर्नुपर्छ यसको बारेमा राम्ररी पढेर पहिला रेप किन हो बुझेर एउटा न्युज आयो भन्दैमा ल डेथ पेनल्टी डिरेक्टली भनेर आफै माथि हायर अथोरिटीसँग त्यस्तो डिमान्ड गर्नुभन्दा चाहिँ पुरा सबै बुझेर लाइक सबै क्लज बाई क्लज कमा सबै एउटा सिचुएसन जस्तै अपर्च्युनिटीवाला कुरा भयो होइन, यस्तो गर्दा के गर्ने भनेर सबैलाई डिटेलमा स्टडी गरेर चाहिँ रुल्स बनाउन चाहिँ जरुरी छ। तर चाहिँ क्यापिटल पनिसमेन्ट इज नट द सल्युसन लाग्छ मलाई चाहिँ। सो हामी चाहिँ अब आजको एपिसोडको चाहिँ लास्टमा छौँ र रत्नलाई चाहिँ एकदमै धन्यवाद भन्न चाहन्छौँ हामी सबै कफन स्टफको तर्फबाट हाम्रो प्लेटफर्ममा आएर यो प्लेटफर्मलाई चाहिँ अझै अर्को लेभलमा लानलाई चाहिँ रत्नले एकदम हेल्प गर्यो। त्यही भएर रत्नलाई धेरै धेरै धन्यवाद छ। थ्याङ्क यू सो मच है यो गफ एन्ड स्टफमा मलाई बोलाएकोमा, इन्भाइट गरेकोमा होइन। म अस्ति इन्भिटेसन आउने बित्तिकै कस्तो एकदमै खुसी भइसकेको थिएँ कि भन्नाले आफ्नो कुरा राख्न पाउने एउटा प्लेटफर्म पाउनु भनेकै एकदमै ठुलो कुरा हो मेरो लागि पनि होइन। सो थ्याङ्क यू। अनि यस्तो खालको इस्युजहरू चाहिँ हामी युवा वर्गले चाहिँ उठाउनुपर्छ, हामी एउटा भोइस बन्न सक्छौँ फ्युचर जेनेरेसन्सको लागि वा अहिलेको इस्युजहरू सर्ट आउट गर्नको लागि। सो यस्तो प्रोग्रामहरू चाहिँ गरिराख। अनि प्लस यदि नेक्स्ट पोडकास्टमा के इस्युजहरू मैले डिस्कस गर्न सक्ने रहेछु भने इन्भाइट गर फेरि पनि भन्न चाहन्छु। रत्नलाई फेरि एकचोटि थ्याङ्क यू भन्दै अङ्कित, प्रतीक्षा र म चाहिँ यो र रत्नसँगै पनि यो इस्युमा चाहिँ यो डिस्कसनलाई चाहिँ अझै सबैजनाले कन्टिन्यू गर्नुहोस् भन्न चाहिँ रिक्वेस्ट गर्न चाहन्छौँ। र हाम्रो पोडकास्ट सुनेर चाहिँ मन पर्यो भने चाहिँ अब यो अलिकति सिरियस इस्यु भएको भएर साथीहरूसँग, साथीभाइ आफन्तहरूसँग पनि सेयर गर्नु होला र मन पर्यो भने हामीलाई फिडब्याकहरू पनि दिनु होला भन्दै this is it for this episode. Yeah, thank you guys.